यो वाट इज अप गाइज के छ आई होप सबैजना सन्चै हुनुहुन्छ होला है अनि म पनि सन्चै छु सो आज हामी दाजुभाइ भएर यसो तल पुरानो घरतिर जाँदैछौँ है नन्दी खोला अनि बाटोमा छौँ है अनि सबैजना सन्चै हुनुहुन्छ होला है अनि यहाँबाट चाहिँ यस्तो खालको भ्यू देखिरहेको छ लुक एट द भ्यू गाइड्स काङ हो उता चाहिँ देखिरहेको अनि उतातिर के छ यता साक्ले भन्छ यस्तै छ ठाउँहरूको नाम चाहिँ टोलको नाम ठाउँको नाम है अनि मेरो घर चाहिँ अलिक तलै खोला जस्तो ठाउँमा छ क्या यतातिर हो यहाँ चाहिँ मेरो घर छ है सो जाम होइन के कस्तो हुन्छ खासमा आउने थिइनँ अनि घरमा अलिकति पानी चाहिँ खुल्ला पानीको के भन्छ टुटी चाहिँ बिग्रिएर खुल्ला हुने भयो अरे अनि त्यसले गर्दा पहिरो जान सक्छ नि त त्यही भएर अलिक जोखिम भएर आएको म आज त्यही हो अनि सो मामा चाहिँ अगाडि गइसक्नु भएको छ सो यहाँबाट यस्तो खालको भ्यू देखिरहेको छ है मामा चाहिँ उहाँ गइराख्नु भएको छ अनि मेरो घर चाहिँ यो हो अनि उतातिर बारीहरू चाहिँ यतातिर छ है सुन्तला चाहिँ ओभर नै हुन्छ यहाँ यतातिर चाहिँ ओभर अलिअलि छ रुख भनौँ न है अनि म जन्मेको घर चाहिँ यहीँ हो क्या भन्नुपर्दा सो अनि हामी पछाडि उतातिर गएको हो नगरपालिका गएको हो त्यही हो जाऊ के कस्तो भएको छ के कस्तो छ म देखाउने प्रयास गर्नेछु तपाईँहरूलाई है अनि हामीसँग समीर ब्रोडर छन् है जाउँ न लेट्स गो तर लास्ट मोबाइल समात्दाखेरि हात पातिन्छ कि मेरो पातिन्छ यार के भएको है हो यसपालि चाहिँ होइन कोही पनि काफल आएन क्या काफल नै छैन क्या पहिला चाहिँ यो रुखमा यस्तो काफल हुन्थ्यो नि तर यो साल त होइन यसरी आकाशको फल आँखा डढेर मर भन्छ नि त्यस्तो कस्तो भन्छ केही छैन क्या हेर्ने उ गर्ने मन हुँदै जाने खालको छ तर हामी चाहिँ ऐसाल चाहिँ खान सक्छौँ है सो खाऊ एक दुईवटा ऐसाल पुरै हानु त सो यस्तो छ यो पानी परेर त्यति मिठो भएन क्या ऐसालु चाहिँ ती भेजा भने गाइज कुछ होइन क्या मैले भिडियो पज गरेर बोलेछु बकचोट गरेको छु होइन बकचोटी गरेको छु तर एउटा रेकर्ड भएर हुन्छ क्या गाइजहरू तनाव भयो नि अब अर्कोचोटि गएर आउनु भएन यति मैले बोलेको थिएँ कम्तीमा नि 5 मिनट जति बोलेको थियो है अनि त्यो चाहिँ के भएछ भन्दाखेरि भिडियो पज भएछ अनि अर्कोचोटि यो उ गरिरहेको छु सो मेरो घर चाहिँ यो हो क्या यस्तो राम्रो भ्यू देखिन्छ नि यहाँदेखि कुरी छोडिदिनु क्या सो हरियाली एकदम बवाल भएको छ है यस्तो दामी भएको छ सो यो चाहिँ मेरो घर हो जन्म घर जताततै हरियाली छ के रुखहरू यस्तो दामी रोपिरहेको छ अनि उतातिर अनि के हुन्छ भन्दाखेरि सो अब मान्छे नबस्ने घर त अब यस्तो त भएन नि त्यति राम्रो त हुन्न मान्छे बस्ने भने चाहिँ अलिक हेल्प गरिन्छ मामा बस्नुहुन्छ अरू कोही बस्नुहुन्न अनि त्यही हो अनि यहाँनिर चाहिँ यो टोइलेटको माथि चाहिँ यस्तो राम्रो फुल पनि फुलेर रहेछ अनि यो चाहिँ बाख्रा यताउता पाल्ने गोठ हो है अनि के कुरा छैन भन्नु न तपाईँहरूले के कुरा छैन भन्नु के हाम्रो घरमा यो के भन्छ अरे यस्तो राम्रो झाङ छ क्या कुरै छोड्नु यस्तो मजाको आनन्दको छ नि कुरै छोड्नु न अनि बाख्रा चाहिँ 7वटा जति पाल्नु भएको रहेछ 1-2-7वटा पाल्नु भएको छ अनि चल्लाहरू पनि पाल्नु भएको छ अलिअलि सुन्तला जताततै सुन्तला छ है सुन्तला छ सायद पहिलाको भ्लग पनि हेर्नुभयो होला यदि पुरानो भ्युर्स हुनुहुन्छ भने चाहिँ अनि यो चाहिँ हाम्रो के भन्छ केबी भन्ने थाहा चाहिँ छैन सो हामीले केबी पनि रोपेको छौँ यस्तो दामी फल्छ नि यो विद्युतको पोल नथङ्गेको छ यो विद्युत चाहिँ काम छैन पहिल्यै नै के भयो अनि त्यही भएर यस्तै छ अर्को विद्युत युज गरिन्छ हामीले अनि त्यसमा चाहिँ केबीको रुख रोपेको छौँ त्यहीमा दामी फल्छ सो यो साइडबाट चाहिँ घर हेर्न सक्नुहुन्छ यति मजाको यति आनन्दको देखिन्छ नि कुरो छोडिदिन्न सो लुक एट द भ्यू इज माई
ओल्ड हाउस गाइज ओल्ड हाउस है म जन्मेको घर हो एकदम खेल्ने धेरै मुभमेन्ट धेरै मेमोरीहरू छ क्या यो घरमा चाहिँ है यस्तो दामी दामी मेमोरीहरू छ सो यस्तो दामी हुन्छ क्या यो ठाउँ नै यस्तो खतरा छ कि न गर्मी हुने न जाडो हुने कि जाडो टाइममा त भइहाल्छ तर कुनै ठाउँमा कस्तो हुन्छ कि जाडोमा पनि जाडो होइन गर्मीमा पनि जाडो नै हुन्छ तर योमा चाहिँ गर्मीमा पनि ठिकै हुन्छ जाडोमा पनि त्यति जाडो नहुने क्या ठिक्कको अल्टिट्युडमा छ क्या यो घर चाहिँ है सो त्यही भएर एकदम बस्नलाई आनन्द हुन्छ सो यसो छ सुन्तलाहरू चाहिँ अब पाक्दै सुरु गर्दैछ है भर्खर अब फुल झरेर सानसाना उयोहरू लागिसकेको छ अब सुन्तला लागिसकेको छ अब बिस्तार ठुलो हुन्छ त्यसै गरी ओखर नै के भन्छ आरू चाहिँ यहाँ पाक्दैछ पछि खानुपर्ने हुन्छ सो त्यही हो सो हामीले चाहिँ अब यो हाम्रो काम फिनिस गर्नुपर्ने हुन्छ खासमा म आएको पछि किन भन्दाखेरि यो घरमा चाहिँ उ भएन अरे क्या यो के अरे यो टुटी छैन यो टुटी चाहिँ बन्द हुन्न अरे क्या सो त्यही भएर हामीले नयाँ टुटी लिएर आएर फेर्नु पर्ने हुन्छ यहाँ त्यही भएर है सो मामा चाहिँ यहाँ उ गर्दा हुन्छ सो लिउँ भाइ सो है ल समाधि भइसक्यो सो हाम्रो क्यामेराम्यान समीर ब्रोडर है एके फायर ल समाधि ब्रो एके द ग्याङ्स्टर बाल विकास एके द ग्याङ्स्टर बाल विकास सो कसरी खेल्नु आई डोन्ट ह्याभ एनी आइडिया है तर म ट्राई गर्छु टुटी लिएर आयो हामीले चाहिँ यो ब्रान्डको टुटी ल्याउँदैछौँ यो सस्तोवाला 500 पर्ने रहेछ यति गर्न सजिलो हुन्छ नि त यस्तो घुमाउनु भन्दा यति गर्न सजिलो हुन्छ त्यही भएर यो हाल्दैछु लेट्स सी हेरेर जानु ल यार मलाई नआउला गाइडहरू है सो हामीले धारा चाहिँ फेरि भयो ढौका फेरि लास्टै यो के अरे एकदम जुगाड लगाएर फेऱ्यो तर हाम्रो ब्रोडरको चाहिँ हल्का फुल्का हात गइसक्यो क्या हल्का फुल्का चोट लागिसक्यो यार फिरिया सर राम्रै लागेको सर सो लागि उसको राखेन अब के हो भने त अब लागिसक्यो है हामीले लागेको त होइन नयाँ भइसक्यो नि ट्राई गर्नु बसेर अघि आकाश पनौटीसँग बसेको थिएँ पनौटी लागेको छ उसो बनिजानेहरू सो म हल्का फुल्का यो घरको सिनेमेटिक सिन चाहिँ देखाउन चाहन्छु इफ यु वान्ट हेर्न चाहनुहुन्छ भने हल्का फुल्का सिनेमेटिक भ्यू चाहिँ म निकालिदिन्छु है त हल्का फुल्का म सिनेमेटिक राखेको पनि हो है एउटा हिसाबले तर त्यस्तो राम्रो छैन हल्का फुल्का यति चाहिँ गर्न सक्छु क्या मैले है सो लेट्स सी देखिसक्नु भएको होला मेरो सिनेमेटिक सर्ट कस्तो थियो सो अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ सो हामी जान्छौँ भाइ जाने अब पानी आउँछ पानी यो पानी आउँछ बन्द गर्ने भइसकेको छ सो यो सामान राख्नुहोस् सो बन्द गर्ने भइसकेको छ रोडले चाहिँ हाम्रो काक्ती पानी बनाएका छन् खानुपर्ने हुन्छ पुरै फिटालो यार सुमामा चाहिँ भर्खर कल काटिदिएको खाना खाउन ब्रोका चिनाल खैली गोल गरिदिन्छु जिक्समा So let's go.
अब चाहिँ हामी घरतर्फ जानुपर्ने हुन्छ है किनभनेपछि अब हामीलाई ढिलो भइसकेको छ अनि आकाशमा पनि एकदम मौसमले पनि त्यति ढिलो साथ दिइरहेको छैन अन्त त्यही भएर हो यो ब्रो यस युनो हामीहरू चाहिँ पहिले यहाँ कति खेल्थ्यौँ भन्ने कुरा यो बाटोमा थाहा छ यति धेरै खेल्थ्यौँ नि यो गाडी के भन्छ चक्का यस्तो खेल्थ्यौँ क्या मिलको चक्कामा चाहिँ यति खेल्थ्यौँ नि हामीहरू बच्चा बेला कुरी छोड्दैनौँ क्या कस्तो बाटोमा थाहा छ यस्तो बाटोमा खेल्थ्यौँ कि हामीहरू कुरी छोड्दैनौँ क्या तल लडेपछि के हुने हालत होइन बच्चा बेला अब यत्रो कन्काउने त होइन टाढा यस्तोमा यति खेल्थ्यौँ हामी यहाँदेखि उता जाने उतादेखि यता भने यस्तो हुन्थ्यो नि यति रमाइलो यति लाइक मेमोरी यति धेरै छ क्या घरमा कुरी छोड्दिनँ क्या लाइक हुन्छ नि हामी चाहिँ अहिले फर्किँदैछौँ अनि यो चाहिँ हाम्रो उता बारी जाने बाटो हो एकदम ठाडो रहेछ सो म कुनै दिन यो बाटोमा मैले कार लिएर आउने हिम्मत राख्छु क्या है तर सकेला नसकेला आफ्नो ठाउँमा छ तर आज चाहिँ गर्नुपर्छ क्या गाइजहरू होइन टक्क अब यो घरको गाडी एउटा कार अड्डाउने एउटा होइन त्यस्तो खालको कुरा हुन्छ तर यहाँनिर सुन्तलाको बगैँचा हो सुन्तला छ सो यो रोड भइहाल्यो माथितिर चाहिँ त्यति राम्रो इन्भाइरोमेन्ट नमिलेर चाहिँ त्यति राम्रो पनि हुँदैन क्या सुन्तलाहरू पनि अनि त्यही हो सो यहाँनिर चाहिँ हाम्रो के भन्छ सुन्तला सुकिसकेको छ अनि माथितिर चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक पानीको पहुँच पनि नभएको कारण पानी मलको पहुँच पनि नभएको कारण सुन्तलामा त्यति राम्रो ग्रोथ पनि हुनु पाएन त्यति राम्रो बढ्नु पाएन यत्र त फल्या हुन्छ त्यही पनि अब अहिले त छोडिसकेको छ सो भौगोलिक हिसाबले नि यति धेरै फरक पर्छ कि सुन्तला हुने या नहुने भनेर सो यहाँनिर यति सानो बोट छ होइन तलतिर सँगै रोपेको हो कि खासमा यति फरक छ क्या यहाँनिर र यहाँनिर सो दिस इज के भन्छ भौगोलिक हिसाबले गर्दाखेरि अलिकति चेन्ज आएको सो दिस इज द भ्यू अफ यो सो फाइनली हामी चाहिँ अहिले रोडबाट आइसकेका छौँ तल घरदेखि है सो अनि एउटा कुरा चाहिँ के छ भन्दाखेरि मेरो ब्रोडरलाई अनि बाइक सिकाउनु पनि छ है ब्रो चाबी अनि हल्का फुल्का सिकाउनु पर्ने छ यसले नै लगिन्छ दारबोटसम्म सो म चाहिँ बाहिर बस्नेछु होप राम्रोसँग चलाओस् है मेरो आशिष त्यही छ अनि मैले सिकाउनेवाला छु स्टार्ट हानिसक्यो सो ब्रो जोसिसकेको छ हल्का साइडमा ल्याउनु ब्रो अनि साइडमा सो अलिकति यस्तो मान्छेहरूसँग चल्न अलिकति अप्ठ्यारो डर पनि लाग्छ सो लेट्स गो अनि यो चाहिँ हल्का फुल्का मात्र आउँछ क्या स्ट्यान्ड पर्ने हुन्छ स्ट्यान्ड थाल्न भाइ थाल्यो लेट्स गो स्टार्ट बन्द गरेपछि खाइस् छोड्यो ल पिटाइ एक स्टार्ट एक पिटाइ एक स्टार्ट एक गेट अन गर्दा एक मिनट हो ल स्टार्ट हान्नु चल रेस दे यस सो पुगिसकेको छ ब्रो पुऱ्याइसकेको छ है यस्तै पनि अनि गेट अन गर्नु लेट्स गो सो अझ गेट अन आनन्द लिने ब्रो हल्का गेट अन गर्नु ब्रेक हान्नु यार कसम यार डर लाग्यो यार किन रन गाछ त नि त्यसरी साइको रहेछ त यार गेट अन गर्नु भन्दा मैले गेट अन गर्नु अझै यस्तो यार यो जस्तो गरेर एकदम डराइदियो है म डराएँ नि त जस्तो गरेर लिइसकेको छ हाम्रो जिबाङसम्म लिएको छ अनि हामीले एउटा कुरा नोटिस भयो कि हामी पहिले पौडी खेल्ने ठाउँ के कस्तो छ भनेर हेर्न आएको हो होइन कस्तो छ हेरौँ राम्रो भएपछि चाहिँ हामी पौडी पनि खेल्न सक्छौँ अनि नराम्रो भएपछि हामी हल्का फुल्का पानी सानी भर्नु पर्छ भने हामी भरिदिन्छौँ किनकि भोलि पर्सिदेखि आउनु पर्छ नि त पौडी खेल्न पहिले चाहिँ हामी एकदम ओभर रमाइलो गर्थ्यौँ कि खासमा मैले पौडी खेल्न सिकेको पनि यहीँबाट हो सो देखाउँछु हल्का फुल्का सिँचाइको ड्याम छ यो जिबाङको है त सो ब्रोडर चाहिँ गइरहेको छ अगाडि अहिले चाहिँ हामी आइसकेका छौँ सो हेरौँ है
डिसो ड्याम हो पानी छ ए भगवान् यस्तो रहेछ के गाइजहरू के गर्ने अब यार यसलाई कसरी सफा गर्न सकिन्छ त यार सफा गर्न सकिँदैन अलिकति अप्ठ्यारै रहेछ यार यो चाहिँ डेन्जर नै रहेछ सो यहाँको मूल चाहिँ यहाँ छ सो हामी चाहिँ यस्तो इन्जोय गर्थ्यौँ पहिला यो ठाउँमा गएर यस्तो दामी हुन्छ नि खेल्ने मैले पनि सिकेको यहीँबाट हो तर यो माटीबाट त्यो के भन्छ भल बगेर सब यहीँमा खटिन आउने रहेछ क्या सो त्यही भएर यति रमाइलो हुन्थ्यो हरियो हुन्थ्यो है यस्तोमा पौडी खेल्यौँ हामीहरू सो म चाहिँ यसलाई सुकाइने प्रयास गर्छु अनि सुक्यो भने चाहिँ पानी भर्नु पर्ने छ त पानी फाल्ने छ क्या तर लास्टै ओभरै रहेछ कि हिला रहेछ क्या एकचोटि खेल्नुपर्छ ढुङ्गिहाल्छ त्यो चाहिँ अलि रमाइलो हुन्न मिल्दैनहरू चाहिँ गाइजहरू सोच अरे सो एकदम दुःखद खबर ल मैले के देखेँ यहाँनिर चाहिँ भ्यागुडा स्यागुडा छ यति ठुलो छ होइन यति रमाइलो हुन्थ्यो पहिला खेल्ने मैले चाहिँ यहीँबाट सिकेको तर भएन सो स्याड गाइस सो स्याड है यो चाहिँ हामी अहिले चाहिँ जिबाङको अलिकति तल माथिल्लोपट्टि छौँ जानु पर्ने जाम नि एक्सपेक्टेसन नै खतम भयो क्या सफा गर्न सकिने जस्तो अवस्था छैन यति धेरै हिला पसेको छ भित्र पुनः हामी रोडमा आइसकेका छौँ है अब जानुपर्ने चाहिँ फेरि अब एकछिन गाँड गुलेडी हुनेवाला छ यहाँ यसो बाइक चाहिँ अहिले ठाउँमा राखौँ अलिक अड्डाएर चल भाइ स्टार्ट कर सुरुमा एकदम गाह्रो हुन्छ गाडीहरू स्टार्ट गर्न त्यस पछाडि स्टार्ट भइसकेपछि त गइहाल्छ गेट चाहिँ गर्न सुरुमा गेट चाहिँ गर्नुपर्छ गयो ल चल चलिस गयो नि